नमस्कार साथीहरु, आजको यस भिडियोमा तपाईहरुलाई स्वागत छ। यो भ्याकेन्सी खुल्ने क्रममा यो कृषि विकास बैंक लिमिटेडले पनि आफूलाई आवश्यक कर्मचारीहरुको लागि चाहिँ नयाँ भ्याकेन्सी खुलाएको छ। यही 12 महिना 22 गतेको दिन चाहिँ अनलाइन दरखास्त आह्वान गरेको छ। यो निम्न अनुसारको भ्याकेन्सीहरु पद तथा तहको लागि चाहिँ नयाँ भ्याकेन्सी खुलाएको छ। 1 नम्बरमा शाखा प्रमुख 8औं तह अधिकृत स्तरको प्रशासन तर्फको लागि चाहिँ 1 जना कर्मचारीको माग गरेको छ। त्यसैगरी व्यवसाय अधिकृत भनेर 6औं तह 48 जना धेरै संख्यामा राखेको छ साथीहरु। 48 जना जम्मा पद संख्या चाहिँ राखेको छ। त्यो मध्ये चाहिँ खुल्लातर्फ 26, महिला 7 अनि आदिवासी जनजाति 6, मधेसी 5, दलित 2, अपाङ्ग 1, पिछडिएको क्षेत्रबाट 1 भनेर राखेको छ। त्यसैगरी व्यवस्थापन सूचना प्रणाली अधिकृत 6औं तहको लागि पनि दिएको छ। अर्को छ कानुन अधिकृत 6औं तह, कम्प्युटर अधिकृत 6औं तह, कर्जा अधिकृत 6औं तह प्राविधिक तर्फ, त्यसैगरी लेखापाल 4औं तह सहायक प्रशासन, लेखापाल 4औं सहायक प्रशासन र अर्को यो चाहिँ प्रदेशगत यो चाहिँ विज्ञापनको मागको चाहिँ यो संख्या हो। यो तपाईहरुले 7, 8, 9 नम्बरमा चाहिँ मधेस र बागमती लुम्बिनी भनेर दिएको छ। यसरी चाहिँ राखेको छ। यो चाहिँ अनलाइन फारम भर्नुपर्ने हुन्छ। यसको लागि तपाईहरुले अफलाइन यसको मिल्दैन, अनलाइनबाट चाहिँ भर्नुपर्ने हुन्छ। अनि विभिन्न जानकारीहरु दिएको छ। सेवाको किसिम भनेर स्थायी तलब भत्ता सुविधाहरु बैंकको प्रचलित नियम अनुसार हुनेछ भनेर। त्यसैगरी कामको किसिम र काम गर्नुपर्ने क्षेत्र भनेर यो तपाईहरुले मजाले पढ्न सक्नुहुनेछ। अनि आवश्यक न्यूनतम योग्यता अनि यो शाखा प्रमुख 8औं तह अधिकृत स्तर प्रशासन सेवा पदको लागि चाहिँ तपाईहरु मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, कानुन, व्यवस्थापन, सूचना प्रविधि विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर र नेपाल राष्ट्र बैंकबाट कभरको इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरको पदमा कम्तीमा 4 वर्षको कार्य अनुभव भएको भनेको छ। मास्टर डिग्री साथसाथै 4 वर्षको अनुभव मागेको छ। यो 6औं तहको लागि पनि स्नातकोत्तर भनेर राखेको छ। अनि त्यसैगरी यहाँ तल चाहिँ 4औं तहको लागि चाहिँ मानवीय के भन्छ मान्यता प्राप्त विश्वविद्यालय परीक्षा बोर्ड वा संस्थाबाट व्यवस्थापन संख्या वा मानविकी संख्या मूल विषय अर्थशास्त्र लिई प्रवीणता प्रमाणपत्र भनेर +2 चाहिँ पास गरेको र कम्तीमा न्यूनतम 3 महिनाको आधारभूत तालिम हासिल गरेको हुनुपर्नेछ भनेर। त्यसैगरी यहाँ चाहिँ अनलाइन फारम भर्ने तरिका राखेको छ। अनलाइन फारम भर्नको लागि चाहिँ तपाईहरु यो लिंक जुन दिएको छ यो http://vacancy.adbl.gov.np मा गएर रेजिस्टर गरेर लगइन गरेर चाहिँ भ्याकेन्सीमा गएर तपाईहरुले यसको फर्म भर्न सक्नुहुन्छ। त्यसैगरी अनलाइन पेमेन्ट पनि यसै लिंकको माध्यमबाट गर्न सक्नुहुनेछ। त्यसैगरी परीक्षा दस्तुर चाहिँ 6औं र 8औं तहको लागि चाहिँ 1000 रुपैयाँ, त्यसैगरी 4औं तहको लागि चाहिँ 800 र थप समावेशी समूहमा भर्दा चाहिँ 400 रुपैयाँ एक्स्ट्रा बुझाउनु पर्ने हुन्छ। परीक्षा दस्तुर बुझाउने प्रक्रिया भनेर तपाईहरुले अनलाइनको एडीबीएल को मोबाइल बैंकिङ क्यूआर कनेक्ट आईपीएस अनि ई सेवा खल्तीहरुको युज गरेर चाहिँ पेमेन्ट गर्न सक्नुहुन्छ। समावेशी तर्फ दरखास्तको आधार भनेर दिएको छ। तपाईहरुले मजाले पढ्न सक्नुहुन्छ। अनि उमेरको हद भनेर दिएको छ। 18 वर्ष पुरा भई 35 वर्ष ननाएको, तह 6 को लागि 21 वर्ष पुरा भई 35 वर्ष ननाएको भनेर दिएको छ। अनि दरखास्त फारम भर्ने अवधि चाहिँ 12 महिना 22 गते, चैतको 22 गतेसम्म चाहिँ सिंगल दस्तुर, त्यसैगरी वैशाख 11 गतेसम्म चाहिँ डबल दस्तुरमा चाहिँ यसको डेट राखेको छ। फर्मको डेट दस्तुर तिरी फारम भर्ने भनेछ। त्यसपछि पहिला चाहिँ तपाईहरुले दस्तुर तिरिसकेर फारम भर्नुपर्ने छ। उम्मेदवारको छनौट विधि भनेर यहाँ तल जानकारी दिएको छ। लिखित परीक्षा सञ्चालन हुने मिति यो लोकसेवा आयोग अनुसार चाहिँ लिखित परीक्षाको समय, मिति र स्थान चाहिँ पछि प्रकाशन गरिनेछ। अनि परीक्षणकालको अवधि भनेर पाठ्यक्रम तथा लिखित परीक्षा सम्बन्धी यदि यसको सिलेबस तपाईहरुलाई चाहिन्छ भने यो दिएको लिंक जुन छ बैंकको वेबसाइट http://www.adbl.gov.np/adbl अनि _career सिलेबस फर्म्स यो लिंकमा चाहिँ यो लिंक टाइप गरेर चाहिँ तपाईहरुले डाइरेक्ट सिलेबसको एक्सेस पाउन सक्नुहुनेछ। अन्य जानकारीको लागि चाहिँ दिएको नम्बरमा फोन गरेर बुझ्न सक्नुहुन्छ। धन्यवाद साथीहरु।